तपाईहरुलाई यसरी उसिनेको मकै मन पर्छ कि पोलेको कमेन्ट गर्नु होला है त। सो हेलो गाइज, वेलकम टु आवर मिनी ब्लग। आज बिहानीको सुरुवात चाहिँ मेरो ब्रस गर्दै भएको छ। अघि पछि म हल्का ढिलो भिडियो स्टार्ट गर्थेँ अनि आज चाहिँ मलाई बिहानै गर्न मन लाग्यो। अनि यता हेर्नु न, अब उसले के भन्न खोजेको त्यो त अब हामीलाई के थाहा हैन उसको भाषा। अनि म चाहिँ यता फोन हटाएर भिडियो गर्दैछु। यति बेला नि माथि माथि उडिरहेको थियो। अब तपाईहरुले कसैले चाहिँ काग भन्छ, कसैले कौवा भन्छ, म चाहिँ दुईटा नै भन्छु। अनि बिहानको मौसम चाहिँ यस्तो छ। अनि तपाईहरुले याद गर्नुभएको छ कि छैन, आजभोलि चाहिँ यति बिहानै हुन्छ हैन, 4:30-5 बजेको हुन्छ, तर पुरै छर्लङ्गै उज्यालो भइसकेको हुन्छ कि मलाई चाहिँ कस्तो ढिलो उठे जस्तो फिल हुन्छ कहिलेकाहीँ, तर त्यस्तो हैन। आजभोलि चाहिँ बिहान छिटो उज्यालो हुन्छ। अनि काग भन्दा भन्दै म नै काग जस्तो भइसकेको छु यहाँ चाहिँ। अनि एउटा कुरा के, हामीलाई चराहरू देख्दा हैन, यिनीहरू चराहरू जस्तै उड्न पाएको भए हामी पनि कति खुसी हुन्थ्यौँ होला, स्वतन्त्र हुन्थ्यौँ होला जस्तो फिल हुन्छ। तर यो चराहरूलाई पनि हामीलाई देख्दा, मान्छेलाई देख्दा त्यस्तै हुन्छ होला कि मान्छे भएको भए हामी एउटा घरमा बस्थ्यौँ, परिवार हुन्थ्यो, यस्तो त्यस्तो के सोच्छ होला खै, त्यो त मलाई थाहा भएन। तर यो चाहिँ मेरो सोच मात्रै हो है। अनि त्यसपछि म चाहिँ खाना पकाउन आँटेको। अनि म चाहिँ यहाँ भात पकाउनलाई चामल पखाल्दैछु। अनि मैले चाहिँ मस्तले चामल 2-3 पटक पखालिसकेपछि मैले ल्याएर आएँ भित्र ल्याएर मैले बसालिदिएँ भात। अनि त्यसपछि यता मैले दाल पनि बसाउन लागेको थिएँ, दाल बसालेँ। अनि त्यसपछि म चाहिँ रुम आएको छु। अनि म चाहिँ कपाल हल्का लामो भएको जस्तो भएर आउँछु। अनि सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर